संसदीय दलको नेतामा हराइदिए होइन, ढङ्गमा हराएर केपी ओली भागेन। नेकपा एमाले कुनै बेलामा फेरि मैले त्यही ल्याउँछु क्या कुरा तपाईँहरूलाई भएको हुनाले, नेकपा एमाले कुनै बेलामा हामीले भन्थ्यौँ काङ्ग्रेस त नेतात्रयले चलाउने, चलाउनै थियो यिनीहरूलाई थाहा चाहिँ छैन, तर नेतात्रय भन्ने हुन्थ्यो। पहिले बिपी, पहिले सुवर्ण शमशेर हुँदा पनि त्यही 3 जना हुन्थे, पछि सुवर्ण शमशेर नभएपछि बिपी, गणेशमान र भट्टराई, अनि बिपी मरेपछि कृष्णप्रसाद भट्टराई, गणेशमान र गिरिजा, यस्तो चाहिँ चल्थ्यो। त्यसपछि त आन्दोलन भयो, अर्को अवस्थामा पुग्यो, हामी पञ्चायत कुरा गर्दैछौँ। अनि हामी चाहिँ के भने भूमिगत हुँदाखेरि पनि महासचिव चेन्ज गरे, विचारको कुरा गर्ने, र त्यसपछि हामीहरूले के भन्यो भने बौद्धले जन्माएको भनेको पार्टी पनि डेमोक्रेटिक हुनुपर्छ भन्ने भनाइ। त्यो स्टेट मात्रै भएर हुँदैन, पार्टी सुड बी डेमोक्रेटिक। डेमोक्रेटिक भने के? युथ ब्रान्च भनेर खोलिदिएको हुन्थ्यो पार्टीको, किन युवा सङ्घ भनेर खोल्यो? अलिकति लिबरेज दिन, युवाहरूको कुराहरू यसले बढी उठाउँछ भन्नको लागि, आफ्नै पार्टीसित पनि युवाहरूको कुरो लिएर जुझ्छ भन्नको लागि। विद्यार्थी सङ्गठन पनि खोलेको त्यसै लागि, मजदुर सङ्गठन खोलेको पनि त्यसै लागि। तर यही पार्टी कुनै बेलामा भयङ्कर डेमोक्रेटिक थियो, किनभने यसले 2 कार्यकालको कुरा गरेको थियो, 70 वर्षको कुरा गरेको थियो। किताब निस्किएको छ केपी ओलीको, तपाईँले पढ्नु भएको छ कि छैन? पढ्नु सक्छ, बडो तर्कसँग। र केपी ओली यस्तो मान्छे हो जसले आफ्नै अध्यक्षलाई संसदीय दलको नेतामा हराइदिए होइन, ढङ्गमा हराएर केपी ओली भागेन। संसदीय दलको नेता यति डेमोक्रेसी चाहिँ एक्सर्साइज गर्ने पार्टी पछि के भयो त भन्दाखेरि अध्यक्षतिर बोल्नै नसक्ने। घटवाल त लजिक, अस्तिको उसमा चाहिँ अधिवेशनमा 2 कार्यकाल पनि हटाउने भन्नुमा के लजिक थियो? लजिक एउटै थियो कि केपी ओली नभइकन हुँदैन, पहिले आफ्नो अल्टरनेटिभहरूलाई सबैलाई सिकाइ दिने, अनि अल्टरनेटिभले नभएको मान्छे छु, अनि तपाईँ सबै हामीले पनि स्वीकार गरिदिने। अहिले यही बाटोमा अहिलेको गभर्मेन्ट वा अहिलेको गभर्मेन्टको हेड हिँडिरहेको छ। हिजै मात्रै मैले एकजना राष्ट्रपाको बडो राम्रो सुझबुझ भएको कार्यकर्तासित नेतासित कुरा गर्दै थिएँ, कार्यकर्ता पनि भन्दा मैले त्यही भने प्राइम मिनिस्टर भनेको के एउटा चाहिँ एक्जिक्युटिभ चिफ मात्रै हो कि सोसल मान्छे पनि हो, सोसाइटीसित पनि भिन्नुपर्छ, पर्दैन। अनि यो किन भइरहेछ? किन भइरहेछ भने अहिले प्रतिपक्ष ज्यादै सानो छ भन्ने ठान्छौँ हामी। सोच्नुहोस् त पञ्चायतको बेलामा प्रतिपक्ष कहाँ थियो? 4-5 जना जनपक्षी उम्मेदवार भनेर जिताएको 5 जना होइन जम्मा। पद्मसुन्दर, के अरे पद्मसुन्दर, पद्मरत्न तुलाधर, द्रोणप्रसाद आचार्य, झाकी भेटपाल, सोमनाथ प्यासी, यिनै होइन नोबल केमी राई। तर हरेक आन्दोलन त्यतिखेर पनि यसरी चाहिँ बागमतीको छेउको चाहिँ उसलाई हटाउनु पर्यो भने उनीहरू आएर ठ्याक्क